साथीहरू नमस्कार। आज म तपाईँहरूको लागि गण्डकी प्रदेश विशेष लिएर आइसकेको छु। अब किन यो लिएर आएको भन्दाखेरि अब तपाईँ सङ्घको सिलेबस तपाईँ हामी पढ्छौँ, तर जहाँ हामी प्रदेशको कुरा गर्दाखेरि हामी जब प्रदेशको इक्जाम दिन जान्छौँ तब हामीलाई प्रदेश विशेष क्वेसन सोधेको हुन्छ र त्यो क्वेसन हामीलाई बनाउन अलिक गाह्रो हुन्छ, किनभने हामी प्रदेश विशेष पढेकै हुँदैनौँ। त्यो कारण अब हामीले के गर्नु पर्यो भन्दाखेरि कुनै पनि प्रदेशको इक्जाम दिनुभन्दा पहिले सङ्घको सिलेबस त मजाले पढ्ने, त्यसपछि थपमा हामीले प्रदेश विशेष पढ्नुपर्ने हुन्छ। जस्तै आज म तपाईँहरूको लागि गण्डकी प्रदेश विशेष लिएर आएको छु। यसमा तपाईँलाई के ध्यान दिनु पर्यो भन्दाखेरि फर्स्ट पेपरमा तपाईँको 5 देखि 6 वटा जिके सोधिन्छ प्रदेश विशेष, र सेकेन्ड पेपरमा रिटेनमा तपाईँको 15 देखि 20 मार्कको रिटेन सोधिन्छ। त्यस्तै थर्ड पेपरमा पनि तपाईँको 15 देखि 20 मार्कको प्रदेश विशेष सोधिन्छ। र मैले भनेअनुसार यी टपिकहरूमा तपाईँले केन्द्रित भएर पढ्नुभयो भने पक्कै तपाईँको प्रदेश विशेष क्वेसन राम्रो जान्छ। अब सुरु गरौँ। हामीले प्रथम पत्रमा यहाँ तपाईँले के हेर्नु पर्यो भन्दाखेरि प्रथम पत्रमा थप अध्ययन गर्नुपर्ने विषयहरू। हामीले प्रथम पत्रमा के अध्ययन गर्नु पर्यो भन्दाखेरि गण्डकी प्रदेशमा भएका आर्थिक तथा सामाजिक क्रियाकलाप र जीविकोपार्जनमा देखिएका विविधता, यो अन्तर्गत हामीले आर्थिक कुरालाई ध्यान दिनुपर्ने हुन्छ। अब आर्थिक वृद्धि दर कति छ, जीडीपीमा गण्डकी प्रदेशको कति योगदान छ हैन, त्यस्तै सामाजिक क्रियाकलापहरू र यहाँका मान्छेले जीविकोपार्जन कुन कुन क्रियाकलापबाट गरेका छन्, यससँग सम्बन्धित तपाईँले नेटबाट, फेसबुकबाट र मैले पनि अब पछि बनाउँदैछु यो टपिकको भित्र डिपली यसरी खोजेर यो पहिला पढ्नु पर्यो। अर्को के पढ्नु पर्यो भन्दाखेरि गण्डकी प्रदेशमा पाइने विशेष प्रथा, परम्परा, मूल्य, मान्यता, धर्म, जात जाति, भाषा भाषी, संस्कृति, कला, साहित्य, सङ्गीत। अब मेन भनेको तपाईँको प्रथा हो। अब गण्डकी प्रदेशमा कुन कुन प्रथा छ त्योबाट एउटा क्वेसन सोधिन्छ प्राय गरेर। अर्को छ परम्परा, परम्पराबाट पनि सोधिन्छ। र मूल्य मान्यता भनेको यहाँ के कुरालाई बढी मान्छ त्यो कुरा पनि हामीले पढ्नुपर्ने हुन्छ। प्रथा पढ्ने, कुन कुन विशेष प्रथा छ त्यो। र अर्को महत्त्वपूर्ण छ धर्म। जस्तै गण्डकी प्रदेशमा विशेष गरेर बढी मान्ने धर्म बौद्ध हो, तर नेपालमा त हिन्दू छ। त्यस्तै गण्डकी प्रदेशमा मान्ने 5 ठुला धर्म र कम मान्ने 5 धर्म हामीले पढ्नु पर्यो। अब जात जातिबाट पनि एउटा क्वेसन योभन्दा अघि सोधेकै थियो। अब गण्डकी प्रदेशमा सबैभन्दा बढी भएका 5 जात जाति माथिका 5 वा 10 पढ्नु पर्यो र सबैभन्दा कम भएका 5 वा 10 जात जाति पढ्नु पर्यो। त्यसपछि छ भाषा। गण्डकी प्रदेशमा बोलिने प्रमुख 10 भाषा र कम बोलिने प्रमुख 10 भाषा हामीले पढ्नु पर्यो। त्यस्तै संस्कृतिबाट पनि हामीले यहाँका नाचगानका कुराहरू, यहाँका पहिरनका कुराहरू, यो तपाईँको फेसबुकमा पनि र खोज्नुभयो भने मिल्छ। यो सम्बन्धी तपाईँले नोट बनाएर पढ्नु पर्यो। अब अर्को कुरा के पढ्नु पर्यो भन्दाखेरि यो यतिबाट तपाईँलाई विशेष गरेर सोध्ने पनि 2 वटा प्रश्न यहाँबाट पनि आउँछ। अब प्रदेश, स्थानीय तह र जिल्ला, यो तीनटैको क्षेत्रफल पढ्नु पर्यो। गण्डकी प्रदेशको क्षेत्रफल र स्थानीय तह सबैभन्दा बढी यहाँ कति स्थानीय तह छ त्यो पढ्नु पर्यो। र ठुलो स्थानीय तह, सानो स्थानीय तह, ठुलो गाउँपालिका, सानो गाउँपालिका, ठुलो नगरपालिका, सानो नगरपालिका, ठुलो जिल्ला, सानो जिल्ला पढ्नु पर्यो। क्षेत्रफल र जनसङ्ख्या यो तीनटैलाई केन्द्रित गरेर पढ्नु पर्यो। अर्को छ जिल्लागत विवरण। जिल्लागत विवरण हामीले पढ्नु पर्यो। जस्तै इक्जाम्पलको लागि कुन जिल्लागत के ध्यान पर्यो भने हामीले बढी जनसङ्ख्या भएको जिल्ला 5 वटा, कम जनसङ्ख्या भएको जिल्ला 5 वटा, यो पढ्नु पर्यो। स्थानीयतामा पनि त्यही कुराहरू पढ्नु पर्यो। महत्त्वपूर्ण पदाधिकारी, अब लोकसभाको अध्यक्ष को हो हैन, प्रदेशको मुख्यमन्त्री को हो, प्रदेश प्रमुख हो, योहरू पढ्नु पर्यो। प्रदेश सम्बन्धी अन्य तथ्याङ्क जानकारी, यसमा के पढ्नु पर्यो भन्दाखेरि तपाईँको यो प्रदेश सम्बन्धी केही, जस्तै नेपालको हैन पर्यटकीय स्थल पोखरा हो हैन, त्यस्तै फेवाताल छ, ताल तलैया होला, गुफाहरू छ,
योहरू तपाईले पढ्नु पर्यो। अब सेकेन्ड पेपरमा के पढ्नु पर्यो भन्दाखेरि खण्ड क मा तपाईले गण्डकी प्रदेशमा विशेष रूपमा मनाइने प्रमुख धर्म, 5 प्रमुख धर्म, 5 ठुला जाति, 5 ठुला भाषा र यहाँका संस्कृति पढ्नु पर्यो। बुकमा छ, बुकबाट खोजेर पढ्नुहोस्। योबाट तपाईलाई सोधिन्छ एउटा प्रश्न सोध्न सक्छ र मेन प्रश्न सोध्ने भनेको यहाँ पनि एउटा छ। गण्डकी प्रदेशमा भएका आर्थिक विकासका मुख्य आधारहरू के छन्? गण्डकी प्रदेशमा भएका मुख्य आधारहरू जस्तै छ पूर्वाधार विकास भयो हैन, पर्यटन छ, धेरै छ, यो खोजेर पढ्नुहोस्। त्यसपछि छ गण्डकी प्रदेशको चालु आवधिक योजनाको जानकारी। एउटा हुन्छ देशको योजना, अर्को हुन्छ प्रदेशको योजना। हामीले प्रदेशको योजना पनि पढ्नु पर्यो र योजनाबाट प्राय एउटा प्रश्न सोध्छ तपाईलाई। यो एउटा अब गण्डकी प्रदेशका रणनीति सोध्न सक्छ, योजनाको उद्देश्य सोध्न सक्छ। अब योहरू तपाई योजना डाउनलोड गरेर लेख्नुहोस्। अर्को छ गण्डकी प्रदेशमा शहरीकरण र बसाइसराईको अवस्था। गाउँबाट शहरमा, शहरबाट गाउँमा, एक प्रदेशबाट अर्को प्रदेशमा, एक जिल्लाबाट अर्को जिल्लामा बसाइसराई र शहरीकरणको अवस्था कस्तो छ यो सोधिसकेको प्रश्न, डाटाबेस हो, यो पढ्नुहोस्। अर्को छ खण्ड बी मा निर्वाचन प्रणाली, निर्वाचन चक्र, मतदाता, मतदान, निर्वाचन व्यवस्थापन सम्बन्धी सामान्य जानकारी। योबाट पनि तपाईलाई सोध्ने हो। निर्वाचन प्रणाली भनेको के हो, निर्वाचन चक्र के हो, यो तपाईको कोशी प्रदेशमा पनि टपिक छ। बुक छ भने कोशी प्रदेशको बुकबाट पनि यो च्याप्टरमा के पढ्नु पर्यो हेर्न सक्नुहुन्छ। यो युट्युबबाट पनि हेर्न सक्नुहुन्छ, धेरै सरहरूले युट्युबमा पनि बनाएर राख्नु भएको छ। त्यस्तै अब खण्ड ग गण्डकी प्रदेशको राजस्वको आधार र यसको परिचालन। म एक्जाम दिँदाखेरि यही प्रश्न सोधे थियो। गण्डकी प्रदेशको राजस्वको आधार के हो? पर्यटनबाट आउँछ, पूर्वाधारबाट आउँछ, लगानीबाट आउँछ, धेरै आधारहरू छ। योहरू तपाई पढ्नुहोस्, यसको नोट बनाउनुहोस्। बुकबाट हुन्छ, च्याट जिपिटीबाट हुन्छ, अब कहाँबाट हुन्छ बनाउनुहोस्। म अहिले बनाउँदै छु, अब पछि बनाएर हाल्छु। अहिले तपाई पढ्नुहोस्। गण्डकी प्रदेशको बजेट सम्बन्धी जानकारी, जस्तै देशको बजेट छ त्यस्तै प्रदेशको पनि बजेट छ। यो तपाई पढ्नुहोस्। योबाट पनि हामी एक्जाम दिँदाखेरि सोधियो। के सोधियो भन्दाखेरि प्रदेशको बजेटको विशेषता सोधेको थियो। यो पढ्नुहोस्। अर्को कुरा गण्डकी प्रदेशमा सार्वजनिक सेवा प्रवाह गर्ने मुख्य निकाय, तरिका, माध्यम र दायित्व। यो तपाईको सार्वजनिक सेवा प्रवाह जुन सङ्घको सिलेबस छ त्यस्तै हो। अनि यहाँ प्रदेश विशेषमा प्रदेश मुख्य निकायहरू लेखिदिने, जस्तै मुख्यमन्त्री, मन्त्री परिषदको कार्यालय, प्रदेशका जति मन्त्रालयहरू छ, निकायहरू छ, माध्यम तरिका त्यस्तै हो। अर्को महत्त्वपूर्ण छ यहाँ गण्डकी प्रदेश निजामती सेवा ऐन र नियमावलीमा भएका व्यवस्था सामान्य जानकारी छ। यो तपाईले पढ्नु पर्यो। निजामती सेवाको गठन प्रदेश विशेषमा योमा भएका जानकारीहरू पढ्नुहोस्। र अर्को प्रदेश विशेषमा के पढ्नु पर्यो, यो मैले नै आफूले थपेको हो। प्रदेशको कार्यकारिणी अधिकार, जुनसुकै प्रदेशको एक्जाम दिँदाखेरि प्रदेशको कार्यकारिणी अधिकार पढ्नु पर्यो संविधानबाट। प्रदेश सरकारको गठन पढ्नु पर्यो, अर्थात् मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया भनेको त्यही हो, यो पढ्नु पर्यो। प्रदेश सरकारका अधिकारहरू पढ्नु पर्यो। यो टपिकहरू तपाईले संविधानबाट नोट बनाएर पढ्नु पर्यो। अब तेस्रो पत्रमा थप अध्ययन गर्नुपर्ने विषय हो। यो तपाईले प्रदेश लोकसभाको गठन र काम कर्तव्य अधिकार पढ्नुहोस्। सङ्घ जस्तै हो र अलि प्रदेश विशेष अब संविधानमा बाट हेर्न सक्नुहुन्छ। नत्र यो कहाँ छ भन्दाखेरि प्रदेश लोकसभा आयोग ऐन छ, त्यहाँबाट हेर्नुहोस्। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, यो कहाँबाट हेर्ने भन्दाखेरि गण्डकी प्रदेश कार्य विभाजन नियमावली छ, त्यहाँबाट यो मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको काम कर्तव्य अधिकार हेर्नुहोस्। प्रदेश सभा सचिवालय गुगलमा सर्च गरेर हेर्न सक्नुहुन्छ। यसको काम कर्तव्य अधिकार तपाईलाई सोध्ने नै हो। यो 3वटा मध्ये कुनै एउटाको काम कर्तव्य अधिकार फिक्सै हुन्छ। अर्को छ प्रदेश सरकार कार्य विभाजन नियमावली। यसमा प्रदेशमा 12वटा मन्त्रालय छ गण्डकी प्रदेशमा, र यो कुनै मन्त्रालयको अर्थ मन्त्रालय हुन सक्छ, भौतिक पूर्वाधार, कृषि, प्राय गरेर अर्थ वा मुख्यमन्त्रीको कुनै एउटा सोध्ने हो। काम कर्तव्य अधिकार सोधिन्छ। र गण्डकी प्रदेश सुशासन ऐन 2076 व सुशासन ऐन सङ्घको जुन सुशासन ऐन छ त्यस्तै हो, अलिअलि अगाडिमा गण्डकी जोडिएको छ, त्यस्तै यो पढ्नुहोस्। गण्डकी प्रदेश सभा नियमावली यो पढ्नुहोस्, ऐन डाउनलोड गर्नुहोस् र यो भित्रका मुख्य कुराहरू पढ्नुहोस्। आफैले पनि अलि बुझेर म पनि यो यसमा केन्द्रित ऐनहरूमा केन्द्रित भएर भिडियो बनाउँछु अब टाइम मिलाएर।
अहिलेलाई तपाईँ यो थर्ड पेपरमा यति थप छ, यो पढ्नुहोस् मजाले। त्यसपछि तपाईँले यहाँ सेकेन्ड पेपरमा यी विषयहरू पढ्नुहोस् र फर्स्ट पेपरमा यी विषयहरू पढ्नुहोस्। अब मैले भन्न खोजेको के हो भन्दाखेरि तपाईँ यति पढ्नुभयो भने तपाईँको प्रदेश विशेष जुन क्वेसन सोधिन्छ त्यो छुट्दैन। फर्स्ट पेपर पनि राम्रो जान्छ, सेकेन्ड पेपर र थर्ड पेपर पनि राम्रो जान्छ। र यो जुन टपिकहरू छ यो तोकिएको टपिकहरूबाट हुबहु क्वेसन सोधिन्छ। जस्तै गण्डकी प्रदेशमा भएका आर्थिक विकासका मुख्य आधारहरू लेख्नुहोस्, ठ्याक्कै क्वेसन आइदिन्छ। गण्डकी प्रदेशमा चालु आर्थिक योजनाको रणनीति लेख्नुहोस्, ल यस्तो सोधिन्छ के। अब गण्डकी प्रदेशमा राजस्वको आधारहरू यो भर्खर सोधेको प्रश्न, ओल्ड क्वेसन हेर्नुहोस्। गण्डकी प्रदेशको बजेट सम्बन्धी तथ्य सोधिन्छ, सोधेको प्रश्न हो। त्यसैले तपाईँले यति पढ्नुभयो भने र सङ्घको सिलेबस पढ्नुभयो भने मजाले पास गर्न सक्नुहुन्छ। हामीले पढ्दाखेरि यसरी पढेको हो र यसरी पढ्दाखेरि मैले नि सेकेन्ड पेपर र थर्ड पेपरमा 15 देखि 20 मार्क 15 देखि 20 मार्क हुबहु क्वेसन फसेको थियो र त्यसलाई गर्दाखेरि मलाई खुल्लाकै 2 नम्बरमा म सिफारिस भएको थिएँ। त्यो कारण तपाईँहरू यो मैले भनेअनुसार पढ्नुहोस् र अब आगामी दिनमा पनि म भिडियोहरू ल्याउने नै हो। त्यसले गर्दाखेरि अब यो टपिकहरूको डिपमा, यो टपिकहरूको भित्र के पढ्नुपर्छ मैले अलि एक्सप्लेन मात्र गरेको हो र यो भित्रको नोटहरू पनि मैले बनाउँदैछु अब तपाईँहरूको लागि अब पछि हाल्ने नै हो। त्यसले गर्दाखेरि योहरू टपिकहरूमा केन्द्रित भएर पढ्नुहोस्। पढ्नुभयो भने प्रदेश विशेष राम्रो जान्छ। र पढ्ने तरिका के हो भन्दाखेरि सङ्घको सिलेबस हामी सबैजना पढ्छौँ तर प्रदेश विशेष हामी पढ्दैनौँ। त्यो कारण हाम्रो इक्जाम बिग्रिन्छ। र प्रदेश विशेष पढ्नुभयो भने धेरै होइन, धेरै डिपमा पनि पढ्नु पर्दैन। जुन जुन तोकेको छ नि यहाँ, यो तोकेको जुन जुन छ त्यो मात्र पढ्नुहोस्, धेरै पढ्नु पर्दैन। धेरै यहाँ दिमाग लगाउनु पनि छैन, जे जे तोकेको छ त्यो मात्र पढ्नुहोस्। बुझ्नुभयो नि? यसले गर्दाखेरि धेरै ऊ पनि हुँदैन, पढ्नुहोस् मजाले। अब ध्यान दिनुपर्ने अर्को कुरा के हो भन्दाखेरि अब पढ्ने तरिका के, नोट आफैले बनाउनुहोस्। म भन्छु नोट आफैले बनाउनुहोस्, किनभने सबैको बनाउने तरिका फरक फरक हुन्छ। आफैले बनाउनु भयो भने अलि पढ्न पनि सजिलो हुन्छ, कुन कुरा कहाँ छ त्यो छिटो भेटिन्छ। त्यसले गर्दाखेरि सबैभन्दा पहिला नोट आफैले बनाउनुहोस्, तरिका मैले भनेअनुसार नै बनाउनुहोस्। र अर्को कुरा के हो भन्दाखेरि अब पढ्ने टाइम टेबल अनुसार पढ्नुहोस् हैन। अब सबैभन्दा पहिला अर्को कुरा के हो भन्दाखेरि सबैभन्दा पहिला खोलिने भनेको गण्डकी प्रदेशको भ्याकेन्सी हो र सबैभन्दा पहिला सिफारिस गर्ने पनि यही हो। यो राम्रो गर्नुभयो भने अरूभन्दा चाँडो हुन्छ, यो पनि छ। त्यसले गर्दाखेरि तपाईँको लोकसेवामा केही यता पावर भन्छन् घुस यताउति केही लाग्दैन, त्यो थाहा नै हो सबैलाई। र कुन रूपमा निष्पक्ष हुन्छ त्यो पनि सबैलाई थाहा नै हो। त्यो कारण तपाईँ मजाले पढ्नुहोस्, म यति भन्न चाहन्छु। र अन्य कुनै जानकारी तपाईँलाई चाहियो भने कमेन्ट गर्नुहोला र युट्युबलाई पनि सब्सक्राइब गरिदिनु होला। र यस्तै जानकारीहरू तपाईँहरूको लागि म अब ल्याउने नै हो।